नमस्कार सम्पूर्णमा म वर्षा पौडेल हजुरसँग फेरि एउटा नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। अन्तिमसम्म हेरेर मिठो साथ दिनु होला है। म चाहिँ अहिले मार्फा आइपुगेको छु है। अनि हामी चाहिँ बिहान बुटोलदेखि 7 बजे हिँडेर अहिले हामी मार्फा आइपुगेको छौँ। पानी बिरुवा निस्केको फेरि पानी परिसक्यो। अहिले चाहिँ हिउँ परिरहेको छ, माथि हिउँ परिरहेछ। अहिले चाहिँ पानी परिरहेछ। एकछिन यता जेरी मार्ग छ भन्ने सुन्दा अब जेरी मार्ग जाँदैछौँ। हेरौँ कस्तो छ जेरी मार्ग। अहिले चाहिँ हामी टक्क मामाहरूमा भएर जाँदैछौँ। मामाले चाहिँ जाडोबाट टोपी लगाउनु भुल्नु भएको छ। त्यहाँ मामाले यस्तरी लगाएर आउनु भएको। हामी अब कहाँ जाने मामा? यता जेरी गल्ली जेरी गल्ली यहाँ चाहिँ जेरी गल्ली। तपाईँहरूलाई मार्फा गाउँमा हार्दिक स्वागत गर्दछौँ। यहाँदेखि चाहिँ जेरी मार्ग गइँदो रहेछ। हेरौँ है त। अनि हामी उहाँदेखि आउने हुन्छ अझै बाँकीहरू त्यहाँदेखि आउने हुन्छ। अब चाहिँ हामी कहाँ जान्छौँ? मार्फा जेरी मार्ग। त्यसै तपाईँहरूलाई मार्फा गाउँमा हार्दिक स्वागत गर्दछौँ। जेरी गल्ली जाने बाटो यसरी। यो चाहिँ पुरा स्याउको बुटो हो न मामा? पुरा यहाँ चाहिँ पुरा फर्केर आउनु क्या? हामी घुम्न आने निस्क्यो, त्यो पारी पानी आइसक्यो। त्यही भएर फेरि फर्केर के छ भाइ? अब जेरी मार्ग जाने नि होइन? निस्केको ठक्क फेरि पानी आयो क्या। हाम्रो रुम चाहिँ त्यो हो। होटल चाहिँ त्यहाँ छ। गाडी त्यहाँ रोकेर हामी चाहिँ रुममा नास्ता खाइसकेपछि जाम न जाम। आएपछि नि फर्किउँला। आज यसो बस्ने ठाउँ होला नि बरु। ल भिजन त अब त्यो गल्लीमा हो क्या ठ्याक्कै उता रातो घरनेर। ल खोकी लाग्छ कि चिसो भएर खोकी लगाइरह। अनि के छ भाइ तिमी फर्स्ट टाइम आएको? कति फर्स्ट टाइम हो? कहाँ पुगेर आउनुभयो? अनि यता हाम्रो टोली चाहिँ यहाँनिर हुन्छ। हाम्रो मामा उतादेखि हाम्रो चाहिँ 2 जना जानुभयो। फर्केर आउनुभयो। जाम जहाँसम्म पुगिन्छ जाम फर्केर हामीलाई टक्क स्याउ यस्तरी लगाउँदो रहेछन् क्या। पुरा जाउँ उवा भन्छ यसलाई उवा उवा उवा। भाइ पनि फर्स्ट टाइम आएको रे मार्फा फर्स्ट टाइम आएको। अनि पुरा यहाँ चाहिँ स्याउहरू यो के भन्दै हुन्थ्यो मामाले खोकी लगाइराख चिफो। अनि हामी चाहिँ जान लागेको चाहिँ जेरी मार्ग चाहिँ त्यहाँ छ। हामी चाहिँ जेरी मार्ग जान लाग्यो। अनि उहाँ चाहिँ एउटा कस्तो मन्दिर जस्तो सेपमा भएको चाहिँ रहेछ कि त्यहाँ पनि के रहेछ कुन्नी समय मिल्छ जानु। पानी पऱ्यो कि है। माथि चाहिँ स्याउ, तल चाहिँ पुरै आलुहरू चाहिँ छ क्या। ल हाम्रो टोलीहरू मामाहरू हुनुहुन्छ यहाँ। मामाले हतारमा टोपी भुलेर आउनुभएको छ क्या टक्क। त्यही भएर क्या राम्रो मार्फा गाउँ। उहाँ चाहिँ हिमालय छ होइन? यति बाटो होला नि मामा हो न? यसरी टक्क हामी चाहिँ हाम्रो अब चाहिँ टोलीहरू यस्तरी छौँ। भाइ पनि ब्लग बनाइरहेको छन्। ठिक छ। हामी चाहिँ बिहान 7 बजे चाहिँ बुटोलबाट हिँडेको। बाटोमा धेरै घुम्ने जस्तो ठाउँ तातो पानीदेखि लिएर सबै ठाउँ घुम्दै आइयो। यतातिर चाहिँ अरू केही नभए महँगाइ चाहिँ धेरै रहेछ भन्नु पऱ्यो क्या। सादा खाना चिया अब हुन पनि हुन चाहिँ यहाँ फेसिलिटी पनि सब चिज छ। बाटो छ, साधन छ, गाडीहरू राम्ररी आउँछन्। जस्तो गाडी अटो सुत्तै आउने ठाउँमा चाहिँ यो महँगो चाहिँ महँगी नै हो होइन? तर हाम्रोतिर चाहिँ हाम्रो भन्नाले पनि 30 रुपियाँ पर्ने चियालाई चाहिँ यहाँ 60 रुपियाँ, 250 रुपियाँ। सादा खाना यहाँ 400 रुपियाँ। अरू सब फेसिलिटी ठिक छ। यहाँ महँगाइ धेरै छ क्या। महँगाइ धेरै रहेछ भन्नु पऱ्यो। भर्खर नुडल्स खाएको एउटा चाउचाउ बनाएर थुक्पा भनेपछि चाउचाउ बनाइदिनु भयो। चाउचाउ खाएको सायद त्यो चाहिँ अब चाउचाउ भन्यो त्यो पक्कै पनि अब 200 देखि 250 भित्रको हो त्यो चाउचाउ। त्यो चाहिँ पेमेन्ट गरेको छैन। अहिले गएर एकछिनमा गर्नुपर्छ त्यो पेमेन्ट चाहिँ। महँगाइ चाहिँ धेरै रहेछ कि महँगाइ धेरै के होइन यतातिर? महँगाइ धेरै के होइन? महँगाइ त छ, महँगाइ छ। अलि सुगम छैन नि त। पहिला सुगम थियो। के अरे दुर्गम थियो। अब त सुगम हुँदैछ। अब व्यवस्था पनि नभएर हो। जस्तै कि तपाईँको अब होटेलहरूले चाहिँ अब कसैले कम्प्लेन गर्ने हो भने होटेलहरूले सुधार गर्दै जान्छन्।
कम्प्लेन गर्ने मान्छे नै को ल्याएर कम्प्लेन गर्ने मान्छे छैन टुरिस्ट घुम्न आउने हो के कम्प्लेन गर्ने हो घुम्न रमाइलो खर्च रमाइलो गर्ने गर्न आउने हो फेरि। खर्च गर्न आउने के कम्प्लेन गर्नु पानी चाहिँ 60 रुपैयाँ पानी चाहिँ 60 रुपियाँ 30 रुपियाँ 25 रुपियाँ पर्नेलाई 60 रुपियाँ 60 रुपैयाँ चिया 30 रुपियाँ पर्नेलाई 60 रुपियाँ त्यस्तै छ ठाउँ हो अब ठाउँले बनाएपछि के गर्ने माग्नु आकाश गोर्जिरा हिउँ परे हुन्थ्यो भनेको के रे पर्छ कि पर्दैन कुनि अहिले चाहिँ हिउँ परिरहेको थियो आउँदा बाटोमा आउँदा चाहिँ माथि माथि पानी परिरहेको थियो अनि टक्क पानी माथि माथि चाहिँ हिउँ परिरहेको थियो अहिले चाहिँ पानी परिरहेको हिउँ परेको छैन हिउँ परे हुन्थ्यो अनि हामी चाहिँ भोलि बिहान उठेर 5 बजेतिर उठेर चाहिँ हामी मुक्तिनाथतिर जाने भनेको अनि चाहिँ यहाँ मार्फा सभा हल पब्लिक हल यस्तो चाहिँ यहाँ सबै निर्माण कार्य चाहिँ हुँदैछ स्याउहरू माथि माथि चाहिँ स्याउ लगाएर मुनि यो आलु होला नि भन आलु माथि माथि स्याउ तल चाहिँ आलु रहेछ कि पुरै स्याउ स्याउ फुलेको यस्तो हुँदो रहेछ स्याउको बुटो स्याउ फल्ने बेला आइएला भनेको नफल्ने बेला यस्तो हुँदो रहेछ फुल्ने बेला आइयो यस्तो हुँदो रहेछ फ्यासिलिटी त धेरै अटो चलिरहेको इलेक्ट्रिक अटो भनेपछि यहाँ चाहिँ फ्यासिलिटी सब चिजको छ यहाँ आउन चाहिँ दुःख छैन एक दिनमै आएर सजिलै आउन सकिन्छ अनि एक दिनमै आएर आनन्दले घुमेर फर्किन सकिन्छ ठाउँ राम्रो छ यहाँ गाडी घोडा सबको सुविधा राम्रो छ के त्यतिका फ्यासिलिटी चाहिँ सबै चिज छ इभी गाडी शुद्ध इलेक्ट्रिक गाडी शुद्ध चल्छ क्या यता बाटोमा ग्यारेजदेखि लिएर पेट्रोल पम्पदेखि लिएर सब चिजको सुविधा छ होटल ठाउँ ठाउँमा होटलहरू छ होइन के छ भाइ सक्यो ब्लग बनाएर ल यहाँ यस्तो छ यहाँ कपडा लाउने यो पुरै होटलहरू हो यो होटलहरू लास्ट टाइममा सब छोड्नु पऱ्यो है यो चाहिँ हाम्रो होटलहरू पुरै होटल त यहाँ त गल्ली गल्ली चप्पा चप्पा जस्तो कुरामा नि होटलहरू क्या होटलहरू जेरी मार्ग भन्नेतिर चाहिँ यही नै होला सायद जेरी मार्ग भन्ने भन्नु पऱ्यो भने अब भेडा चाहिँ के भन्छ त्यसलाई पैसा लाग्छ ल यता लगा जेरी मार्ग भन्ने चाहिँ यही हो मामा ए स्ट्याचु के हो र जेरी मार्ग यो रहेछ जेरी मार्ग के हो भने चाहिँ ए जेरी मार्ग यस्तो ड्रेसहरू लगाएर पनि फोटोहरू खिच्दो रहेछन् यहाँ थकाली ड्रेस पाइन्छ थकाली ड्रेसहरू लगाएर पनि आफ्नो कल्चर अनुसारको ड्रेस लगाएर पनि फोटोहरू खिच्नु चाहिँ पाइँदो रहेछ क्या होइन जेरी मार्ग ब्रान्डेड बियरहरू पनि छन् नि यस्तो हुँदो रहेछ कि जेरी मार्ग भन्ने चाहिँ होइन आफूलाई कुन आफ्नो कल्चर चाहिँ कुन हो आफ्नो कल्चर अनुसारको चाहिँ ड्रेसहरू पनि पाइँदो रहेछ आफ्नो कल्चर अनुसारको ड्रेस लगाएर चाहिँ फोटोहरू पनि खिच्न पाइँदो रहेछ क्या जस्तो यतातिर छ नि त यस्तो भित्र पनि अटो चलाएर लगायो भनेपछि ठाउँ कस्तो फेसिलिटीवाला लगायो नि त यस्तो ठाउँमा पनि अटो चलायो भित्र लोकल अटो चलायो जेरी मार्गमा अटो यो के स्याउको चाना हो मामा यो स्याउको चाना स्याउको चाना स्याउको चाना चाहिँ यस्तो गरिएको रहेछ नि त बेच्ने है छुर्पी है यो के स्याउको बिउ के हो ए ब्रान्डेड यसमा चाहिँ हामीलाई कुनै पनि थाहा भएन होइन टिमुर मार्फा स्याउको अचार
ड्रेस लाउनु त लाइन्न क्या अब त यस्तो त स्याउर यस्तो रहेछ ठुक्क पानी पऱ्यो भिज्यो कि होटल सनराइज एन्ड रिसोर्ट अब स्याउको जुस हुनुपर्छ हौ मार्फा ए स्याउको जुस हो दाइ स्याउको जुस पो रहेछ त हो यो लाउनु चाहिँ कस्तो अनुभव भयो यो चाहिँ यो यहाँको कल्चर हो हजुर यो के अर्थ भयो शेर्पा ड्रेसको चाहिँ यो कल्चर हो ए सुट हाने बवाल सुट पानी परेपछि सबै भित्र पस्यो मजेरी मार्ग पनि देख्यो यस्तो छ भित्रभित्र पनि सबै यो पुरै होटलहरू हो क्या होटलहरू भित्रभित्र यहाँ चाहिँ यो एक तल यो पुरै माटोले पुरिएको छ त्यसपछि माथि फेरि अर्को माटो यो एउटा फर्स्ट तल सेकेन्ड फ्लोर थर्ड फ्लोर यस्तरी हुँदो रहेछ कि यतातिर चाहिँ मोजाहरू यहीँ बुनेकोलाई यो चाहिँ क्यापलाई हातमा लगाउने यो दुवै साइडमा चाहिँ ओपन छ मोजाहरू यस्तो छ अनि तेरो फर्स्ट टाइम हो यहाँ फर्स्ट टाइम हो कि पहिलोचोटि हो फर्स्ट टाइम हो कस्तो लाग्यो बाटोहरू सुविधा कस्तो छ तपाईँहरूलाई ठिक छ नि होइन त्यही त नि बाटो सुविधा महँगाइ चाहिँ धेरै हो नि है महँगो चाहिँ महँगाइ धेरै महँगाइ हो कि यो चाहिँ जेरीमार्ग कसरी फेमस भयो भने जेरीमार्ग चाहिँ कसरी फेमस हुन पुग्यो भने एउटा चाहिँ म्युजिक भिडियो एउटा फिल्म चाहिँ सुटिङ भयो फिल्म चाहिँ सुटिङ भयो त्यसपछि यो जेरीमार्ग अलिकति भाइरल हुन पुग्यो ठाउँ चाहिँ काठकै माथि पानी यो यस्तो हो कि यो हाम्रो पहिला चाहिँ के थियो भने बारको तल चौवा जस्तो घरको ठुलो चौवा हुन्छ नि उसको अनि हुन्छ भन्दाखेरि चौरा राख्ने फेरि त्यो हुन्छ नि यसले हिउँ पऱ्यो भने हिउँ पऱ्यो भने यसमाथि पऱ्यो कि चिसो पाउँछ नि त खाजा पाउनु यो खाजा पाउँदैन त्यसरी हाल्यो अनि तातो पनि हुन्छ कि ए खासमा यो तिनवटा प्रकार छ दाउरा धेरै भयो खानाले भन्नाले भयो खानाले सकी छैन भने थाहा भयो त्यसपछि फेरि योबाट बचाउने भयो छिटो पानी परेको कारणले चाहिँ कल्चरल ड्रेस चाहिँ यस्तो चलिरहेको कल्चरल ड्रेस टोपी लगाएको राम्रो भयो फोटो खिचिदिनु भएको थियो फोटो खिच्दियो यस्तै हो ए यस्तो चाहिँ फोटो खिच यस्तो चाहिँ फोटो खिच गरेको चाहिँ यहाँ पैसा लाग्छ जाम होइन हामी चाहिँ जेरीमा यता पनि छ जेरीमा हामी चाहिँ पानी पऱ्यो क्या अब चाहिँ हामी फर्केको यस्तो हुँदो रहेछ होइन नटिप्दिउँ न अझै म्याच सुट भयो ए अब आएर चाहिँ यो पनि सुरु भयो ती यही तीन प्रकारको छ कि भन्छ यहाँ दुईटा यो ए अन्त्यसम्म हेरेर मिठो साथ दिनुभयो सबैलाई धेरै धेरै धन्यवाद भन्दै हजुरहरूको यो न्यानो साथ सपोर्ट अनि माया सधैँभरि यसै कायम रहिरहोस् भन्दै मेरो यो भिडियो के कस्तो लागेको छ सल्लाह सुझाव अनि प्रतिक्रिया तल कमेन्ट बक्समा गई छोड्नु नभुल्नु होला साथसाथै सब्सक्राइब गरेर साथमा रहेको बेल आइकन पनि दबाउनु होला न्यू ब्लग पनि फेरि क्लोज गर्न चाहन्छु हस् त धन्यवाद।